धन्यवाद। सर्वप्रथम त अब यो आज चौथो म्याचमा आज पनि हामीले 2 पोइन्ट लस गरेको छौँ। आज जुन टिम थियो टिम अनुसारको गेम हुनु परेको थियो, अलिकति आज सोचेअनुसार गेम भएको छैन। अझ टाइम टेबल र ग्राउन्डको कन्डिसनले पनि होला। अझ अब 81 हिजो मात्रै हामीले थाहा पायौँ यो भेन्यू चेन्ज भएको भनेको र हाम्रो चाहिँ अझ नेचुरल फिल्डमा थियो, च्यासलमा थियो, त्यो चाहिँ 81 परिवर्तन भएको अनुसारले चाहिँ हामीले यो ग्राउन्डमा खेल्नु पऱ्यो। हिजोदेखि नै मेन्टली अलिकति स्ट्रेस थियो सबै, एज अ टिम, एज अ प्लेयर, एज अ टेक्निकल अफिसर सबैजनाले यो चाहिँ गर्नु हुने नै थियो। त्यो पनि अब आजको यस्तो लिग जस्तो म्याचमा, नेसनल लिग जस्तो म्याचमा यो 11 बजेको गेम भनेको इट्स नट सुइटेबल होइन। बोथ टिमलाई, सबै टिमलाई, मलाई मात्र हुँदैन हो। यस्तो जुन लिग भनेको म्याचको चाहिँ एटलिस्ट इभिनिङको एफ्टरनुनको म्याचहरू भइदियो भने राम्रो हुन्थ्यो। अब गेमको कुरा गर्नु पर्दाखेरि सोचे जस्तो अनुसारको जुन त्रिवेणी आर्मी क्लबको जुन फुटबल क्लबको सोचे अनुसारको गेम भएन, जुन स्ट्राटेजी जुन प्लान अनुसार भनेको थियो भएन, त्यो अनुसार कोही खेलाडी हाम्रो इन्जोर पनि भयो। जस्तो निराजन धामी नरह्यो र अस्तिको म्याचमा अलिकति सिरियस इन्जोर्ड पनि थियो। त्यसले गर्दाखेरि सोचेअनुसारको त्यो इन्जोर्ड फुल्ली रिकभरी नभएको अवस्थाले गर्दाखेरि पनि अलिकति पर्फर्मेन्समा अलिकति डाउन भएको जस्तो मैले रियलाइज गरेको छु, प्लेयरहरूले पनि रियलाइज गरेको छ। अबको दिनमा चाहिँ अब ग्याप पनि छ। नेक्स्ट म्याच हामीसँग 18 मा छ। त्यो राम्रो भनेर राम्रो थियो भनेर राम्रो टिमसँग पनि हामीले खेलेको छौँ होइन, त्यस्तो छैन। कम्पेयर गर्नु पर्दाखेरि दे हेभ गुड फरेनर प्लेयर्स, दे हेभ किप बल पोजिसन अनि ट्राई टु बिल्डअप गर्ने, पेनिट्रेसन गर्ने। त्यो चाहिँ अहिले हाम्रो भन्दा अलिक उनीहरूको चाहिँ राम्रो कि कन्फिडेन्स लेभल चाहिँ बढी देखेको छ होइन। अब हामीले पनि प्लान गरेअनुसार नपाएको थियो होइन, त्यो युटिलाइज गर्न सकेन। जस्तै जुन हामीले विगतको जुन 2टा म्याचमा 5 गोलको मार्जिनले जितेको थियौँ, एज अ सेट पिसेसमा सक्सेस भएको थियो। आजको हामीले सेट पिसेसमा सक्सेस भएको थिएन र जिएलएसपीलाई जुन पछिल्लो 2टा म्याचमा हाम्रो जुन कन्स्ट्रक्टिभ जुन पेनिट्रेसन गरेर बल लिएर जाने र गोल अपर्च्युनिटी स्कोर क्रिएट गर्ने जुन थियो, त्यो आजको त्यति सोचेअनुसार भएन। मेबी त अब ड्यु टु ग्राउन्ड कन्डिसन पनि होला। र अर्को कुरा मलाई लागेको कुरा, अब यो ड्यु टु ग्राउन्ड कन्डिसन भन्दाखेरि मैले विरोध गरेको जस्तो लाग्छ। यो त एक्सपायर भइसकेको ग्राउन्ड कन्डिसन हो होइन। तपाईँले भन्नुपर्दा फिफाले एएफसीले बनाइदिएको 10 वर्षको ग्राउन्ड हो। यो त 10 वर्ष पनि डेली र रेस्ट गरेर डेली 5 घन्टा मात्रै चलाउनु पर्ने ग्राउन्डमा डेली मेबी 10 आवर्स होइन। अब यो त 15-20 वर्षको एक्सपायरी ग्राउन्डमा खेलाउँदाखेरि त्यति अब इन्जुरी पनि हुने, त्यो लेभलको क्वालिटीको पर्फर्मेन्स पनि नहुने, त्यो चाहिँ देखेको छ। त्यसमा चाहिँ अब सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ होइन। किनभने यो हामीले त यो डेली 5 आवर्स मात्रै युज गर्न सक्ने ग्राउन्ड अब अहिले त मैले जाँच्नु लाग्छ मोर देन 10 आवर्स चलाइरहेको होला। त्यो पनि कन्टिन्यू कति वर्ष भयो, तपाईँको 2014देखि हामीले यो बनाएको जस्तो लाग्छ मलाई। अब 2026 भनेपछि अलरेडी 12-13 वर्ष भयो। त्यो पनि 5 वर्ष दिनको डेली 5 घन्टा चलाउनु पर्ने ग्राउन्डमा अब हामीले मोर देन 12 आवर्स चलाउँदाखेरि अब कति वर्ष भयो होला त मेरो आफै पनि अनुमान गर्नुहोस्। त यसमा चाहिँ यो जुन आयोजकले चाहिँ ध्यान दिनुपर्छ। जस्तो नि कोच, तपाईँहरूको यसपालिको पछिल्लो 4वटा म्याच हेर्नु भने प्याटर्न एकदम मजाको छ। एउटा गोलमा 5, अर्कोमा 0, एउटा गोलमा 5 फेरि 0 खालको छ होइन। यो जुन तपाईँहरूको इन्कन्सिस्टेन्सी छ नि, यो चाहिँ फिल्ड चेन्ज भएर या साइकोलोजिकली त्यो इफेक्ट भएको आजको म्याचमा कि नत्र भने अरू केही ट्याक्टिकल प्रब्लमहरू फेस गरिराख्नु भएको छ? अवश्य पनि तपाईँले सही प्रश्न गर्नुभयो, एकदम धन्यवाद। हुन त हो होइन। अब हामीले एज अ ग्याप पनि भयो, इभिनिङको म्याच भएर चाहिँ हामीले आफ्टरनुनको इभिनिङको म्याच भएर त्यो जुन नेचुरल पिचमा एज अ पोटेन्सियल हामीले चाहिँ अब त्रिवेणी आर्मी फुटबल क्लबले आफ्नै होम ग्राउन्डमा नेचुरल पिचमा खेलेर बानी हो होइन। त्यो पनि भयो। अब यहाँ यो ग्राउन्डको कन्डिसनले पनि अलिकति हामीलाई डिफेक्ट भयो, त्यो आफ्नो ठाउँमा छ। तर रेस्ट गरिसकेपछि खेल्नु र रेस्ट अब अलिक ग्याप कम हुनु र इन्जुरी लिएर खेल्न आउनुमा साइकोलोजिकली पनि तपाईँले भने नि, अब हिजो हामीले नेचुरल पिचमा च्यासलमा ग्राउन्डमा थियो आजको म्याच होइन। तर 81 दिउँसो मात्रै हामीले इन्फर्म पायो, हिजो बिहान मात्रै भन्नु 1 डे बिफोर 24 आवर्स मात्रै भने सर्टेनली हामीले प्लानिङहरू सबै चेन्ज गर्नु पऱ्यो। र अस्तिको जुन म्याचमा हामी यहाँ ड्र भएको म्याच भयो, अब यहाँको जुन पिच कन्डिसन मैले भने नि अघि नै, त्यो सबै चिजले गर्दाखेरि अलिकति त्यो जुन यसमा रिलेटेड भएको ओरिएन्टेड भएको छ। कोही बेला फिल हुन्छ कोच कि 2टा ड्रले हामीलाई त्यो च्याम्पियनसिप कन्टेन्डरबाट अलिकति टाढा लाँदैछ भनेर? अवश्य त्यो त अब भर्खर त भएन त। अब अरू टिमले चाहिँ कन्टिन्युली अब पोइन्ट लस नगरेको अवस्था, कन्टिन्यू उनीहरू जितिरहेको अवस्था राम्रो टिमहरूले होइन। अब हामीले चाहिँ अब 2टा म्याचमा 4 पोइन्ट लस गराउँदा टिमलाई चाहिँ एकदम घाटा हो।
जस्तै तपाईँले आज जसरी एल्फाको ग्राउन्डको इस्यु उठाउनु होइन, अस्ति अलिकति अगाडिको गेममा एपिएफबाट राजन दाइले पनि त्यस्तै कुरा गर्नु च्यासलको स्टेडियमको बारेमा होइन। त्यो च्यासलको भेल्यु पनि अहिले माटो मात्रै गएको छैन होइन, लडोको इन्जुरी छ होइन। च्यासल र एल्फा बाहेक अहिले रङ्गशाला मात्रै राम्रो अप्सन हो। अब हुन त अहिले भ्यालीमा भएको ग्राउन्ड, काठमाडौँमा भएको ग्राउन्ड त्यो दुइटा मध्ये त्यो हो। तर बेटर यो त तपाईँको एक्स्ट्रा टप भन्ने नि यो त पिच हो नि त होइन, यो पिचमा खेला बराबर हो नि त। तपाईँले यहाँ खेला कति इन्जर भइसक्यो राम्रो। तपाईँहरूले हामी एज अ टेक्निकल पर्सन, एज अ हरेकजना कोचेस सबैजना फुटबलसँग रिलेटेड नभइकन अरू लेभलले हेर्दाखेरि पनि त एकदमै वर्स्ट भइसक्यो त्यो ग्राउन्ड पनि छ होइन। त्यसले गर्दाखेरि त्यो पनि एउटा कारण हो होइन, यो पिचको पनि एउटा कारण हो। अब अरू पिच हामीसँग एभाइलेबल नभएको अवस्थामा त्यसलाई पनि ध्यान दिनु पनि आवश्यक छ। मैले अब एल्फालाई मात्रै भन्नु खोज्दैन, यसमा अब खेल्नु पर्छ सबैले होइन, क्लबहरू सबैले पनि त्यसमा पनि अब खेल्ने सहमति चाहिँ गऱ्यो होइन। अब खेल्नु सहमति गरेर अब पोटेन्सियल नभइसक्यो होइन, ग्राउन्डको कन्डिसन त्यो नभएको अवस्थाले गर्दाखेरि पनि अब भविष्यमा यसमा पनि ध्यान केन्द्रित गर्नु आवश्यक छ। जसन दाइ अब यो अडियन्सहरू पनि होइन, स्पेक्टेटरहरू पनि नआइरहेको अवस्थामा एकदमै पातलो छ नि त। त्यस्तो अवस्थामा चाहिँ एटलिस्ट जोसँग ग्राउन्ड छ, मानिलिउँ आर्मीसँग ग्राउन्ड छ, एन्फालाई त्यो भन्न चाहिँ मिल्छ कि मिल्दैन होला कि हामी चाहिँ एटलिस्ट हाम्रोमा होम ग्राउन्डमा खेल्न पायो हुन्थ्यो, किनभने त्यहाँ खेलेर इन्जर्ड हुनुभन्दा कम्तीमा नेचुरल टर्फमै खेल्ने। त्यो त आयोजकले अर्गनाइजेसनले विचार गर्नुपर्ने कुरा हो होइन। हुन त सकिन्छ नि, किन नसकिने। अब हिजोको दिनमा त अब लिगमा नेसनल लिग होम एन्ड अवेको सिस्टम छ भने त्यसलाई पनि प्रावधान गर्न सकिन्छ होइन, कतिवटा म्याच खेलाउन सकिन्छ भन्ने कुरा गर्न सकिन्छ नसक्ने होइन। त्यसमा चाहिँ अब मेन त अब अर्गनाइजेसनले ध्यान दिनु पऱ्यो, फोकस गर्नु। क्लब साइडबाट चाहिँ कोही बेला डिमान्ड गर्नु, प्रस्ताव राख्ने। अब त्यो त अब एउटा अब अरूसँग त जहाँसम्म लाग्छ एभाइलेबल छैन होला नि ग्राउन्ड। अब त्रिभुवन आर्मी या अब एफिएफ या पुलिससँग मात्रै ग्राउन्ड छ, त्यहाँ मात्रै खेलाउनु भन्दाखेरि उहाँहरू अब अघि नहुन पनि सक्छ नि त। त्यसले गर्दा अर्गनाइजेसनसँग ल हामीले यो ग्राउन्ड चाहिँ युज गर्न सक्ने भनेर पहिला नै फ्ल्यासर गर्दै हुँदै त्यो पनि हुन्छ होइन। त्यो